दर्शकवृन्द नमस्कार। रूपन्देहीको बुटवल उपमहानगरपालिका मोतीगञ्जका किसानले व्यावसायिक रूपमा मकै खेतीबाट मनकी आम्दानी गर्दै आएका छन्। परम्परागत रूपमा खेती गर्दै आएका किसानहरूले पछिल्लो समयमा मौसमी रूपमा मकै खेती गरिसकेपछि राम्रो आम्दानी गर्न सफल भएका हुन्। मोतीगञ्ज मकै पकेट समितिको पूर्व संयोजक हो। अहिले अर्को संयोजक बनाएर आउनु भएको 2 वर्ष मैले चलाएँ। त्यसपछि अरूले साथीलाई पनि दिनुपर्छ दियो। अनि यो मकै लाउँदै गर्दा हामीले पहिला परम्परागत किसिमले खेती गर्दै आएकोमा अहिले यो खेती गर्दाखेरि हाम्रो धेरै राम्रो कमाइ छ। तपाईँको प्रति कट्ठा कम्तीमा पनि 10,000 रुपियाँ हाम्रो यहाँ हरियो मकै जान्छ। प्रति कट्ठा अहिले बेचिरहनु भएको छ प्रति कट्ठा 10,000 अनि होलसेल रेट दिँदाखेरि। अनि त्यसमा हाम्रो अब बिक्री भइरहेछ। अहिले चाहिँ किसानहरू आफै बेच्नु भएको छ। सक्नेले बेच्नु भएको छ, नसक्नेले अनि आउँछन् व्यापारीहरू ठेक्का दिने गनेर दिने गरियो। गनेर दिँदा हाम्रो होल उसमा 8 रुपियाँ अनि फुड गरिदिँदाखेरि 15 रुपियाँ यहाँ आउँदा लैजानुहुन्छ। अनि हामी सुरुमा हामीले 7 बिघामा लगायौँ मिलिजुली कृषक समूह मार्फतबाट। अनि यो समूह गठन गर्न पनि सन्तोष सर यहाँ आइसकेपछि हामीलाई सुझाव सल्लाह दिनुभयो। हामी त्यही किसिमले चलेको कारणले पहिलो वर्ष हाम्रो राम्रै उत्पादन भयो। त्यसपछि तपाईँले पकेट चलाउनु पर्छ, यहाँ यत्रो जग्गा छ अनि तपाईँलाई हामीले के सहयोग गर्नुपर्छ गर्छौँ भनेर सन्तोष सर आउनुभयो। हामीले समूह गठन गरेर गरेपछि ल हुन्छ भनेर अनि कृषकहरू बटुलिएर अनि जम्मा गरियो। अनि 14मा मात्रै जग्गा पुर्याउन सकिएन। अब आएका मान्छे पनि आएनन्। नआएपछि हामीले 19लाई समेट्न परेको कारण त्यो 14मा जति पनि जग्गा छ त्यो हामीले अब यी के हुन् भन्ने भयो। कोही राजनीतितिर पनि जाने भइछन्। अब हामी राजनीति नगर्ने मान्छे परियो। त्यसो गर्दा हामी 14-19 मिलाइयो सुरुमा। अनि 14-19 मिलाएपछि हामीले अनि 30 बिघामा गरियो। 30 बिघाभन्दा माथि जो गरिएको थियो। अब हाम्रो त 30 बिघा भन्ने ऊ भएर 30 बिघा भएको। अनि त्यतिखेर 32 जना किसान थियौँ। अहिले 2 वर्ष कार्यकाल भयो हामी 32 जनाले चलायौँ। अनि तेस्रो वर्ष के गर्ने त भन्दा यही गौशाला डाँट लाने क्रममा ल मेयरलाई साहबलाई भेट्न जाऊँ भनेर हामी लगभग 20-25 जना गइयो। गएपछि ल मैले के सहयोग गर्नुपर्छ त भन्दा हामीले यो पकेट चलाएको यसलाई के गर्नुपर्छ नि त कति माग्छ हामी जति मागेको त्यति दिनुभयो। हामीले धेरै मागेर दिनुहुन्थ्यो कि हेर्नुहुन्थ्यो जति मागेको त्यति अहिले पछि त छ। अनि त्यसपछि ल यसरी गरियो। नगरपालिकाबाट आएपछि के गर्ने भनेपछि हामी त्यही 32 जनामा सीमित बसेनौँ कि यहाँ आएर फेरि मिटिङ बस्यौँ। बस ल म पनि बस्छु भने पुराना नयाँ साथीहरू पनि आउनुभयो, थपिनु भयो। हामीले उहाँलाई हामीले इन्कार गर्न सकिन्थ्यो तर गरिएन। किन भन्दा उहाँले गरिखाने हो। अनि उहाँ बढ्दै गयो भने हाम्रो पनि इज्जत आउने हो। अनि भनेर हामीले उहाँहरूलाई थपेर उहाँ आएको नि एउटा हामीले व्यक्तिगतै किनेर चलाएको छौँ। अनि 3टा मकै छडाउने मेसिन त्यही मेसिनले कमाएर किनेको है त्यो नम्बर मार्फतै भन्नु पऱ्यो। अनि हाम्रा 3टा ती मेसिनहरू छन्। हाम्रा 16-17वटा चाहिँ अनि 20 पनि स्प्रे छन्। अनि 18-20वटा यिनीहरू छन्। यसरी काम हामीले अगाडि बढाइरहेको एउटा दानाले 2-3टा घुवा बेच्न पाए त भयो। पानीको सुविधा राम्रो छ। पानीको सुविधा अहिलेलाई छ, अब पछिल्लोलाई छैन। अब यसलाई त समस्या छ पानीको। अब त खनेर दुःख काटियो। अहिले साल चाहिँ हामीले नखनी गराउनु पर्यो भने मैले चाहिँ 6 कट्ठामा खनिनँ। त्यो त होला अब सबैले खन्नु भयो, मैले खन्दिनँ अहिलेलाई। अब बुढो पनि भयो के तर अहिले त झार मार्ने सिस्टम सजिलोमा जानु पर्यो भनेर त्यसपछि यो झार मार्ने विषयदेखि लिएर आएर अनि तालिममा सरले भन्नु आएको थियो। अनि भन्ने अनि हाम्रो बढी त कति लाग्छ? हाम्रो न्यूनतम 5 कट्ठा बढीमा 2 बिघासम्म लाग्छ। 5 कट्ठामा लाग्ने लागतको चाहिँ उहाँहरूलाई दिने अनुदान फिक्स कट्ठाको हिसाबले होइन। 40 बिघा भनेपछि उहाँले 10 कट्ठा लाग्नु भएको छ 10 कट्ठा पाउने हो। 1 बिघा लाग्छ भने 1 बिघा गर्ने। त्यस कारण उहाँहरू के यो सबै मिलेर चाहिँ उहाँहरू चाहिँ काम गर्नु। यसमा चाहिँ मकैमा प्रयोग गर्ने सुरक्षित विषादीहरू, भिटामिनहरू
गोठी मलहरू अनि जोताइ खर्चहरूमा हामीले चाहिँ लगानी गरेका छ 50-50 को लगानी उहाँहरूले 50 गर्नुहुन्छ 50 हामी नगरपालिकाले गरेका छ यद्यपि फेरि तालिमहरू भ्रमणहरू यी कार्यक्रमहरू चाहिँ फेरि गर्नु उहाँहरूले चाहिँ फ्रीमा चाहिँ सेवा लिनुहुन्छ कति हो भनेर हामीले निकाल्न छौँ त्यो लागतको बारेमा तपाईँलाई यहाँ मैले भनिनँ किन भन्दा त्यसको तलमाथि पनि हुनसक्छ उहाँहरूले मैले यति पाएँ भने मकैमा मेरो फाइदा छ भन्ने कुरा बुझ्नु भएको छ है तर पनि के छ भन्दा मकै बिक्री वितरण गर्दै जाँदाखेरि अब उहाँहरूलाई बजारको समस्या यी विविध समस्या भए तापनि गर्नुभएको छ अनि उहाँहरूले चाहिँ मकैबाट फेरि दाना मकैको घोगा बिक्री भएन भने दानामा पनि जाने भयो त्यसपछि उहाँहरूले सुजी आटो पिठो बनाउनु पाउनु भयो अबको नयाँ कार्यक्रममा फेरि मकैको केक हुन्छ नि त यो जुन तपाईँको चाहिँ नयाँ यो चाहिँ बिस्कुटहरू यो बनाउने योजनामा उहाँहरूले चाहिँ हामीलाई तालिम चाहियो भनेर अस्ति माग पनि गर्नुभएको छ त्यस कारण गर्दा 40-42 जना महिला दिदीबहिनीहरूले मकैको केकहरू मकैका विभिन्न परिकारहरू बनाएर पनि भोलि बेच्न सक्ने सम्भावना देखिएको छ यो सञ्चालन भयो र तेस्रो वर्षमा सङ्घबाट आउने बजेट आएन र यसलाई फेरि हामी बुटुलुक महानगरपालिकाले यो वर्ष 7 लाख रुपियाँ बजेट विनियोजन गरेर यो पकेटलाई निरन्तर रूपमा अगाडि बढाइएको छ यसको इतिहासलाई हेर्दाखेरि सुरुमा उहाँहरूले 2 बिघा 3 बिघा मात्रै मकै खेतीको सुरुवात ट्रायल गर्न हामीले समूहबाट सुरुवात गरियो यहाँ हाम्रो चाहिँ मिलिजुली कृषक समूह भन्ने छ त्यो समूहमा 16 जना सदस्य हुनुहुन्छ उहाँहरू मार्फत कार्यक्रम सञ्चालन भएर पकेट क्षेत्र स्थापना भइसकेपछि न्यूनतम 20 हेक्टर जग्गा भनेको करिब 30 बिघा जग्गा चाहिँ यो मकै पकेट सञ्चालन गर्नको लागि चाहिने जग्गाको क्षेत्रफल हो 30 बिघा क्षेत्रफल भन्दै गर्दा सुरुमा उहाँहरूको 30 बिघा क्षेत्रफलमा चाहिँ मकै पकेट कार्यक्रम सञ्चालन गर्नुभयो 32 जना कृषकहरू त्यसमा सहभागी हुनुभयो र यो वर्ष आउँदाखेरि चाहिँ तेस्रो वर्षमा आउँदाखेरि 42 जना कृषक सहभागी भएर अहिले करिब 40 बिघामा मकै खेती भएको छ यो वर्ष हामीले करिब गत साल चाहिँ 50 लाखको कारोबार गरिएको थियो भने यो वर्ष चाहिँ 60 देखि 65 लाखको मकैको उहाँहरूले बिक्री वितरण गर्नुहुन्छ यहाँ तपाईँले कसरी यत्रो पकेट क्षेत्र स्थापना भयो भन्ने विषयवस्तुमा एउटैको यो जग्गा त सबै त होइन भनेपछि अब उहाँको चाहिँ 10 कट्ठा होला उहाँको 10 कट्ठालाई सबैको मिलाएर चाहिँ 40 बिघा जग्गा क्षेत्रफल पुगेको त्यो एरियाभित्र पर्ने पूर्व पश्चिम उत्तर र दक्षिणको चौकीलाई हामीले चाहिँ तोकेका छौँ त्यो एरियाभित्रका कृषकहरूलाई समावेश गरेर यो मकै पकेट सञ्चालन अगाडि बढेको छ र यो मकै पकेट सञ्चालन समन्वय समिति चाहिँ यसमा स्थापना भएको छ त्यहाँ 5 जना सञ्चालक समिति हुनुहुन्छ उहाँहरूले निर्णय गर्नुहुन्छ उहाँहरूले कार्यक्रम बनाउनुहुन्छ उहाँहरूले बजेट पेश गर्नुहुन्छ त्यसपछि हामीले स्वीकृत गरेर यो कार्यक्रम अगाडि बढाएको कार्यक्रम हो यसमा विशेष गरी मकैका नेपाली हाइब्रिड जातहरू रामपुर कम्पोजिट त्यो त उन्नत जात भयो रामपुर 10 हाइब्रिड 12 हाइब्रिड 16 अनि यी नेपालका सूचीकृत भएका हाइब्रिड जातहरू मकै लाउनुहुन्छ यद्यपि रामपुर कम्पोजिट उन्नत जात हो होइन हामीले सूचीकृत नभएका जातहरूलाई यहाँ मकै क्षेत्रभित्र लगाउन दिँदैनौँ किन भन्दा कहिलेकाहीँ नेपाल सरकारद्वारा सूचीकृत नभएका मकै लगाइयो भने भोलि दाना नलाग्ने समस्या हुनसक्छ भन्ने किसिमले पनि तपाईँले हामीले सुनिश्चित गर्न खोजेको र यसमा उहाँहरूले विशेष गरी मकै लाउँदाखेरि सिड प्लान्टर देखाइदिनुहोस् त सिड बजार छैन महँगो दियो बजार पाइँदैन त्यस्तै बाबु बाबाले नेतृत्व गरेर अघि भन्नुभयो बिउ हो नि बिउ मकै अब केमा गर्ने सम्भाव्यता छ अब तपाईँले केमा गर्ने भन्ने कुरा तपाईँले छलफल गर्नु पऱ्यो होइन उहाँहरूको पनि सुरुमा त 1 बिघा 2 बिघाबाट अहिले त्यहाँ आउँदाखेरि बाटामा छ एकदम के राम्रो छ खनेको भन्दा राम्रो छ कि राजनीतिमा नलाएर सफल हुनुभएको राजनीतिमा हामीलाई लाए पनि अब भोट हाल्ने बेला आउँदा पनि नलायो भने कि हाम्रो महँगो भयो काम गर्ने अनि गर्दा अहिले राम्रो छ उत्पादन हामीले पोहोर साल 50-55 लाखको कारोबार गरियो यसमा यस्तै छ राम्रो छ अब मकै नलगा भन्ने मान्छेलाई उहाँले गाली गर्नुहुन्छ अब उहाँहरूको पछाडि हामी हिँड्नु पर्दैन किन त उहाँहरूले मकै लाउनै पर्छ मकै उहाँले कहिले लाउनुहुन्छ भन्दा कार्तिक 15 देखि मङ्सिर 15 भित्र मकै लाउनुपर्छ भन्नुभयो नि असोजमै मकै लाउँछु भने त्यसको दाना नलाग्ने मुङ हुन्छ भनेपछि भरे 3 त जसरी पनि हानियो पारी पटेर खेतमा हालेको धेरै राम्रो फर्किनु भने कि झार नहुनु पर्यो फर्किनुलाई चाहिँ झार नहुनु झार बढी मौलाउँछ बोनीको लागि यत्रोमा युरिया मात्रै राखिदियो युरिया मात्रै राखेको